यो चटपटी हेरेर तपाईँको मुखमा पानी नै आइसक्यो भने रोक्नुहोस् है। आज म हजुरलाई एकदम स्क्रचदेखि यो चटपटी कसरी बनाउन सकिन्छ भनेर भन्नेछु। चटपटीको मसला, चटपटीको सस, यो सबै कुराहरू कसरी बनाउने र एक्ज्याक्ट मैले जसरी देखाइरहेको छु त्यही चटपटी हामीले कसरी बनाउन सक्छौँ भनेर लेट्स डाइभ इन्टु द भिडियो। हजुरलाई छिटो छिटो होस् भनेर मैले पुरा प्लेटभरि भेजिटेबल लिएको छु। आलु, पियाज, काँक्रो, खुर्सानी र धनियाँ, त्यसै गरी बदाम, चना, दालमोट। अब यसै गरी वाइवाई त चटपटीमा छुटाउनु नै भएन। त्यसपछि मैले वाइवाईलाई पनि लिएँ। हेर्नुहोस् त यो सबै कुराहरू मजाले राख्नुहोस्। अब यति भइसकेपछि यो चटपटी मसला, बिरे नुन र नुन यो चाहिँ छुटाउनु नै भएन। चटपटी मसलाको भिडियो चाहिँ मैले माथि पिन गरेर राखिदिएको छु, त्यहाँ गएर हेर्नुहोस् है। अब मैले मजाले कागती राखेँ। हजुरसँग कागती छैन भने अरू कुनै प्रकारको अमिलो पनि युज गर्न सक्नुहुन्छ। अब मेन भनेको यो चटपटीको सस हो। म यो चटपटीको सस पनि हजुरले मेरो अगाडिको भिडियोमा मजाले पाउन सक्नुहुन्छ, गएर हेर्नुहोस् है। त्यसपछि अब यसलाई मजाले मिक्स गर्ने। अझ मलाई चाहिँ चटपटीको लागि मजाले सस पुगेन जस्तो लाग्यो, त्यही भएर मैले अझै एड गरेँ। यो एकदम नै अप्सनल हो, हजुरलाई जतिको गिलो चाहिन्छ त्यही अनुसार युज गर्न सक्नुहुन्छ। अब भुजिया राख्ने, भुजिया राखिसकेपछि त यसलाई चलाउने त हो नि, अनि त हाम्रो चटपटी त बनिहाल्यो। ओ माई गॉड, लुक एट दिस। यसको स्मेल त यो भिडियोबाट नै आइरहेको छ जस्तो। यस्तै छिटो मिठो र सजिलो रेसिपीहरूको लागि मेरो च्यानललाई फलो गर्न चाहिँ नबिर्सिनुहोस् है। ह्याप्पी विकेन्ड।